त्यस्तै हुन्छ नि, हामी जन्मन्छौँ नि, जवान हुन्छ, बुढो हुन्छ, रोगी हुन्छ, मर्छौँ नि। जुन मान्छे त्यो ठाउँमा पुगेर त्यो कुरालाई स्मरण गर्छ होइन, कि हामी पनि जसरी भगवान् बुद्ध यस्तो ठुलो मान्छे, पुरै देवताहरूको शास्त्र होइन, मनुष्य र देवताहरूको शास्त्र हुनुभएको उहाँ जस्तो मान्छे पनि जन्मेर बुढो हुनुभयो, बुढो भएर रोगी हुनुभयो, रोगी भएर भनौँ न बित्नु भएको छ। हामी पनि त्यस्तै एक दिन बितेर जान्छौँ। यस्तो ठाउँमा पुगेर जुन मान्छेभित्र सङ्गीत उत्पन्न हुन्छ होइन, चित्त व्यवसाय हुन्छ है, त्यो मान्छेको लागि जुन अपाय भूम बुझ्नुहुन्छ नि, अपाय भूम थाहा छ? अपाय भूम भनेको त्यस्तो ठाउँ जुन ठाउँमा दुःखै दुःख छ अरे, भनौँ न असुर लोक, प्रेत लोक, सात लोक, त्यस्तो लोकमा उत्पत्ति हुँदैन रे। जन्म भयो भने मनुष्य लोक चाहे देवलोकमा मात्रै जन्म हुन्छ। त्यस्तो मान्छेको लागि भनौँ न अपाय भूममा जाने बाटो नै बन्द हुन्छ। तर त्यो अवस्थासम्म हाम्रो चित्त पुगेको हुनुपर्छ। चित्त व्यवसाय भयो, श्रद्धा छैन हामीभित्र, कतिको श्रद्धा छ, कतिको श्रद्धाले हामी यो ठाउँमा आएका छौँ, कतिको श्रद्धाले हामी ढोकेका छौँ, कतिको हामीभित्र संवेग उत्पन्न भएको छ, कतिको चित्त चाहिँ व्यवसाय भएको छ। कोही मान्छे हुन्छ यो ठाउँमा खुट्टा मात्रै टेक्न पाउनु नै सौभाग्यको कुरा ठान्छ अरे। यो ठाउँमा पुग्ने बित्तिकै आँसु आफै झर्छ। त्यो आँसु झर्नुको एउटा हुन्छ, जस्तै हुन्छ नि पिती, जुन मान्छेभित्र पिती हुन्छ है, त्यो पिती भइसकेपछि अनि मात्रै के हुन्छ त, आँसु आफै झर्ने रहेछ। जस्तै कि कोही मान्छेहरू हुन्छन् कहिले पनि भन्तेहरू हेर्न नपाएको हुन्छ नि, त्यो मान्छेहरू एकचोटि भन्ते हेर्न पायो भने नि कहिलेकाहीँ सानो क्लिपमा आउँछ नि, सानो क्लिपमा आउँछ नि, त्यो सानो क्लिपमा आउँछ। भगवतो अरहतो सम्मा सम्बुद्धास्सा, तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धास्सा। बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि, द्वितीयंपि बुद्धं शरणं गच्छामि, द्वितीयंपि धम्मं शरणं गच्छामि, द्वितीयंपि संघं शरणं गच्छामि, तृतीयंपि बुद्धं शरणं गच्छामि, तृतीयंपि धम्मं शरणं गच्छामि, तृतीयंपि संघं शरणं गच्छामि। शरणगमनं